जस्तो यस्तै साइजको हो भने यसलाई राम्रोसँग तिखार्ने लामो बाँस हुन्छ त्यो जहाँनिर पाल हुन्छ दुई साइडै काट्ने कैँचीले काट्ने बोर्डरसम्म मात्रै क्या फेरि अलिकति टाढासम्म नकाट्नु होला यो भाटा छिर्ने पाल मात्रै भनौँ त्यो भाटा पुरा लामो कहाँसम्म हुन्छ अनि त्यो पछाडि के गर्ने यसलाई बराबर तन्काएर यो माथिबाट गरेर टाइट गर्ने हिजोको फोटो अनुसारको के अनि त्यो र यो भागको मजाले तन्काउने के गर्ने हामीले जिआई अथवा यस्तो एकदम यता साइडबाट जिआई त अलिक कसले हामीले हो बुझ्नु प्लास्टिक राख्ने आइडिया दियो बुझ्नुभयो बुझ्यौँ अब यो के मिस्टेक भयो भने यो छ नि यो भाग भनेको यो प्लास्टिकलाई उचाल्यो क्या यो त उहाँले आफै हाल्नु यो हामीले हालेको होइन सर उहाँले पछि त्यो टमाटर हामी अब यदि कहीँ बनाउँदै हुनुहुन्छ भने हामीले प्राथमिक सल्लाह चाहिँ यो गरौँ है हजुरहरूले यो तलबाट राख्ने तल हजुरहरूले हामीलाई देखेको अनि मैले के भनेको छु भने अझ यसमा चाहिँ यो प्रत्येक यो कनेक्सन हो यसलाई यसरी नै बोर्डहरू सुताउनको लागि छ नि यसले धान्दैन यसमा जिआई तार जसरी ड्रिपको लाइन हामीले यो बिछ्याएको छ यो ड्रिपको लाइन सिधा यसो गर्ने ढुङ्गा खसाल्ने ठ्याक्कै यो छ भने यो तार यो डोरी छ नि लगाउने यो चाहिँ के गरेको थियो हामीले पहिला सुरुमा चाहिँ 90 सेन्टिमिटरको ड्याङ बनाएको थियो यो भनेको 40 सेन्टिमिटर हो यहाँ चाहिँ के भयो भने नि हजुरहरूले अलिकति के गरिदियो भने यो जहिले पनि हिँड्ने बाटो भनेको होचो हुनु पर्यो ड्याङ चाहिँ 15 सेन्टिमिटर माथि उठ्नु पर्यो नि त यो उठेको थियो सर अहिले हिँड्दा हिँड्दा है जङ्गल पनि भरिरहेको छ यो भाग 40 सेन्टिमिटरको हिँड्दाखेरि छ नि आमा तपाईँहरू छ नि यसरी हिँड्न सक्नु पर्यो स्प्रे ट्याङ्कहरू बाल्टिनहरू बोकेर हिँड्ने यो 90 सेन्टिमिटरको यो हुनु पर्यो यो हजुर कति छ बिचको दूरी हजुर 70 होइन यस्तो भयो यहाँदेखि नाप्नुहोस् त यो यसलाई 25 सेन्टिमिटर यता मान्नुहोस् यहाँ 25 यो हाम्रो ड्रिप त 25 सेन्टिमिटरमा जोड्ने भनेको थियो नि त यसो भन्नुहोस् सर 20 25 सपोज मैले माने यसलाई उठिदिनुहोस् सर मलाई किला दिनुहोस् त राख्नु त 25 राख्नु त अलि यता ल्याउनु सर है यो भयो यता गर्नुहोस् त सर अब योदेखि छ नि यो छ नि 40 गर्नुपर्छ 40 यहाँ चाहिँ ड्रिपको पाइप हुन्छ होइन ड्रिपको पाइप हुन्छ जानुहोस् त 65 मा जानुहोस् त यहीँबाट 25 गर्नु अथवा 25 गर्नु अब 25 अब हामीले हजुरहरूलाई चाहिँ के गरेछ भने लेआउटको लागि भनेर डोरी दिएको छ नि अब हामीले पहिला सुरुमा चाहिँ प्लटको डिजाइनको लागि 90 को जस्तो 90 को प्लट बनाउनु पर्यो नि त 90 को प्लट बनाउनलाई चाहिँ खालि 90 को लागि यस्तो यहाँ पनि 90 दिने 90 को लाइन गर्ने सबै लाइन गर्ने यो चाहिँ 25 सेन्टिमिटर गर्ने हिजो एउटा स्लाइड चाहिँ कसरी छुटेको थियो भने ठ्याक्क जस्तो अब जहिले पनि उहाँले कसरी रोप्नु भएको छ हेर्नुहोस् है यहाँ हाम्रो प्राविधिकहरूले के गर्नु पर्यो भने नि यो हाम्रो यहाँनिर फर्स्टमा के गल्ती भयो भने नि यो थोपा सिँचाइको पाइपलाई जहिले पनि बोर्डभन्दा माथि बनाउनु पर्यो क्या किनभने नि थोपा सिँचाइबाट यो चाहिँ अब त यो त भिरालो भयो भने नि बोर्ड हाम्रो माथि छ पानी के चाहिँ तल चुहेर तलतिर जाने भयो क्या हामी प्राविधिकहरू जहिले पनि के चाहिँ विचार गर्नु पर्यो भने यो पाइपलाई माथि पर्काउनु है ल यस्तो भयो है यो मरिसकेको के बुझ्नु हो यो थोपा सिँचाइ पाइप बोर्डभन्दा माथि पानी त जता ओह्रालो छ त्यता जाने हो नि त त्यसले गर्दाखेरि हामीले के गर्नु पाइपलाई माथि बनाउने बोर्डलाई यस्तो गर्ने है यो कुरा कन्फर्म गर्नुहोस् है अब यो मैले अलिकति यो हामीले दिएको सही सामानहरूको चाहिँ सही सदुपयोग होस् भनेर उहाँले टमाटर क्लिपहरू छ नि ल जस्तो टमाटो क्लिप यो सिक्नु भएको छ यो चाहिँ हेर्नु तपाईँले यसरी बाँड्नु खाने यो भनेको यस्तो भयो होइन यो यहाँ हुन्छ दिदीबहिनीहरूको जस्तो हुन्छ यो गर्नुभयो जस्तो छ नि यो हुन्छ है यहाँ अड्काउने हो
यस्तो गर्ने यो लक भयो क्या लक भयो नि त यो अब हामीले के गर्नु पर्यो जस्तो हाम्रो यो टमाटरको बोट हो सपोज मानौँ यो टमाटरको बोट हो यो पातहरू हो हामीले के गर्नु पर्यो यस्तो हुनु पर्यो अब यो बिस्तारै यसरी यो त बिस्तारै बटार्दै जाने हो होइन चाहिँ हिजो हामीले सुताउने ढलाउने भनेको थियो नि त यसरी यस्तो गर्नु हो यो भनेको ठ्याक्कै यसको सिधा यो यस्तो हुन्छ यो सुरुदेखि नै यस्तो छड्के छड्के गर्दै जाने हो कि अब यो चाहिँ यहाँ कस्तो सुर्किन हुनु पर्यो लामो छोटो बनाउने मिल्ने कि हिजो भनेको थियो नि हामीले सुताउँदै जाने बिस्तारै भनेपछि यो स्टाइलले गर्नु पर्यो यो त यो आफै सुत्ने हो नि त यो लहरा हो नि त हजुरहरूले यो अलिकति टाइट हुँदै जान्छ नि त यो बिरुवा बढ्दै गएपछि यस्तो गर्ने होइन अनि फेरि यो अझ यो लेभलमा माथिसम्म पुगिसकेपछि योभन्दा माथि जाने बाटो छैन भने के गर्ने हामीले यसलाई यो क्लिपलाई यो सार्ने यो सारिसकेपछि के हुन्छ यो फल पनि टिप्दै गएको हुन्छ अब हामीले यसलाई के गर्न सक्यो यो फेरि फेरि अर्को पुनरुपमा गर्ने यो चाहिँ यहाँ लामो छोटो पनि गर्न सक्यो यो होइन यो सकिसकेपछि यो सारिसकेपछि फेरि यो पनि गर्न सक्यो क्या हो बुझ्नुभयो अब अर्को स्टेप फेरि यो खोल्नुहोस् त खालि यो सुताउने सिस्टम र कटिङ मैले अलिकति यसलाई चाहिँ ध्यान दिनु पऱ्यो क्या हामीले 3G कटिङ र यो चाहिँ अब यो किन गर्नु पर्यो र खास यो हाल्नु पर्दो रहेन छ नि त्यो भाटा हाल्नु पर्दो रहेन हाल्नु पर्थेन अहिले हालिसक्नु भएको थियो हामी हामीलाई होइन टनेलभित्र चाहिँ भाटा हाल्नु परेन कि त्यही भएर डोरी दिएको अनि यो चिज चाहिँ के भने घाम र पानीले एकदम बिगार्छ यदि बोट निकालेर राख्यो नि है यो गरेर यो आएन यो चट्ट भाँचिहाल्यो हाँसी छ हामीसँग कसैको हातमा हाँसी छ